नमस्कार। आजभोलि सामाजिक सञ्जालमा जस्तो विशेष गरी टिकटकमा चिया खानुपर्छ भन्ने मेसेज धेरैभन्दा धेरै गएको र धेरैले त्यो भिडियोहरू सेयर गरेको पाएको छ। विशेष गरी डाक्टर ओम मूर्तिज्यूले चिया खाँदाखेरि अथवा कफी खाँदाखेरि चिया कफीमा पाइने जुन क्याफिनको कारणले गर्दाखेरि मेमोरी लसको जुन समस्या, डिमेन्सियाको जुन समस्या छ, त्यो समस्यालाई एकदमै राम्रो गरेको, 18% डिमेन्सियाको समस्या कम गरेको जुन अमेरिकाको जामा नेटवर्कको रिसर्चलाई उहाँले व्याख्या गरिदिनु भएको थियो। त्यसले गर्दाखेरि अब यो डाक्टर साहबले व्याख्या गर्दाखेरि चिया खानुपर्छ, कफी खानुपर्छ भनिरहँदा चिया चाहिँ कस्तो चिया खाने भन्ने कुरा अलिकति जोड दिनुभएको राम्रो हुन्थ्यो। किनकि कमेन्टमा धेरै कुराहरू चाहिँ चिया कस्तो खाने, दुध हालेको चिया खाने कि नखाने, त्यसमा चिनी हाल्ने कि नहाल्ने, होइन, केले फाइदा गर्छ, धेरै कमेन्टहरू आएको त्यहाँ देखिन्छ। त्यो कमेन्टहरूको जवाफ स्वरूप डाक्टर साहबले फेरि पनि अर्को भिडियो एउटा बनाइदिनु भए राम्रो हुन्थ्यो कि जस्तो चियामा सिटिसी चिया खाँदाखेरि, सिटिसीको अर्थ क्रसिङ, टेरिङ एन्ड कर्लिङ भन्छ। अब त्यो विधिबाट बन्दाखेरि त्यसमा फाइदाभन्दा अलिकति बेफाइदा बढी देखिन्छ। त्यसमाथि पनि दुध चिया मिसाइसकेपछि दुध चियाले जुन ग्यास्ट्रिकहरू बढाउने जुन समस्याहरू ल्याउँछ, त्यहाँमाथि अथवा चिनी, व्हाइट सुगर इज व्हाइट स्लो पोइजन भनिन्छ चिनीलाई। भनेपछि चिनीको साटो सक्खर खाने अथवा मह खाने। अनि चिया भने स्पेसल चिया भनेको त हरियो चिया हो, होइन, हरियो चियालाई अलिक जोड दिनुभएको भए, अर्ग्यानिक ग्रिन टीलाई अलिकति जोड दिनुभएको भए, अनि कफीमा पनि गुल्मीको अर्ग्यानिक कफीलाई अलिक बढी जोड दिनुभएको भए, किनकि त्यहाँको कफीको पनि एक किसिमको प्रचार पनि हुन्थ्यो, होइन। र चिया, हरियो चिया खाँदाखेरि यो अहिलेको एउटा रिसर्चले एउटा डिमेन्सियाको जुन समस्याको मात्रै कुरा आयो, तर हरियो चियाको हजारौँ रिसर्च छ, आजदेखिको होइन, होइन। 2737 BC-मा चाइनिज सम्राट सेङनुङले जुन चिया खाएको हिस्ट्रीदेखि लिएर अहिलेसम्मको अवस्थासम्म आउँदाखेरि पछिल्लो समय यसको यति धेरै व्यापक रिसर्च छ कि हरियो चिया रेगुलर खाँदाखेरि जस्तो उच्च रक्तचाप, प्रेसरको समस्यालाई कम गर्न मद्दत गर्ने, सुगरको समस्याहरू बढ्न नदिने, त्यसै गरी जुन ग्यास्ट्राइटिसको समस्या, कब्जियतका समस्याहरूदेखि लिएर, होइन, शरीरलाई पुरै डिटक्सिफाई गर्नको लागि यसले ब्रेनको लागि मात्रै होइन, मस्तिष्कको लागि मात्रै होइन कि मुटु, कलेजो, फोक्सो, किडनीहरूलाई पनि एकदमै राम्रो फाइदा गर्ने काम केले गर्छ भन्दा हरियो चियाले गर्छ, चियाले गर्छ नि त। चियाको यति धेरै फाइदा छ कि चियामा इजिसिजी नामक जुन क्याटेजिन्स पाइन्छ, इपिक्यालो क्याटेजिन्स ग्यालेट नामक जुन एन्टिअक्सिडेन्ट पाइन्छ, जसले चाहिँ क्यान्सर प्रतिरोधी भूमिका खेल्छ, जसले फ्री रेडिकल्सहरूलाई चाहिँ हटाउने काम गर्छ र जुन सेलहरूलाई, जस्तो यो जुन ड्यामेज हुने सेलहरूलाई छ त्यसलाई रिजेनेरेट गर्ने, त्यसलाई एकदम पुनर्ताजगी गर्ने काम केले गर्छ भन्दा ग्रिन टीले गर्छ। ग्रिन टीको यति धेरै फाइदा छ, यति धेरै फाइदा छ, ताकि ग्रिन टी खानुपर्छ भन्ने कुरालाई अलिकति बढी फोकस डाक्टर साहबले गरिदिनु भएदेखि अझ धेरै राम्रो हुन्थ्यो। त्यहाँभित्र आएका जुन कमेन्टहरू थियो, त्यो कमेन्टहरूको जवाफ धेरै कस्टमरहरूले अथवा धेरै ग्राहकहरूले पाउने थिए, धेरै जनताहरूले पाउने थिए र जनस्वास्थ्यमा एकदमै राम्रो प्रभाव पर्ने थियो। त्यसैले गर्दा अब यो हरियो चिया जहाँ पनि पाइन्छ, होइन, जतासुकै पाइन्छ बजारमा। यदि कतै पाइएन भनेदेखि, होइन, कतै पाइएन भनेदेखि हामीलाई सम्झिनुहोस् हामीसँग छ। चिया, हरियो चिया खाँदाखेरि जस्तो मह राखेर खान मन लाग्यो, मह पाइएन भने हामीसँग छ। जस्तो प्रपोलिस राखेर हजुरहरूलाई खान मन लाग्यो भनेदेखि यो बी प्रपोलिस, होइन, प्रपोलिस पनि हामीसँग छ। यो हरियो चियामा मिसाएर खान मिल्ने चिजहरू जति पनि हामीसँग छन्, हजुरहरूलाई यदि आवश्यक पऱ्यो अन्त पनि पाइन्छ, होइन, बजारमा जताततै पाइन्छ, जहाँबाट लिन सक्नुहुन्छ। तर कहीँ पाइएन भनेदेखि हामीलाई सम्झिनुहोस्, हामी हजुरहरूलाई सेवा दिनु पनि तयार छौँ भन्न चाहन्छु। धन्यवाद।